ल है साथीहरू, अहिलेको मेरो घुमघाम हुँदैछ यता बाख्रा पाउने ठाउँमा। बिल्डिङ बन्दैछ यहाँ। यो मस्तौदा, यहाँ मस्तौदा बन्छ। कुनै यत्रो गाडीहरू यहाँ रोकेर राखेको हुन्छ सधैँ। कहाँदेखि आउँछ, के लिएर आउँछ, पुरा गाडी यहाँदेखि उतासम्म अड्डिरहेको हुन्छ नि उतासम्म। यसमा त पक्कै पनि बाख्रा लिएर आउँछ। तल 1 फ्लाइट 2 फ्लाइट 3 फ्लाइट 3 फ्लाइटमा यति बाख्रा हाल्छ होला। कति 100 हाल्यो भने पनि 300 ल्याउँछ होला यार। हो, हावा चलिरहेछ। मौसम आज दामी गरेर राखेछ। मौसम जे होस्, यो साल धेरै राम्रो गरेर राखेको छ। त्यस्तो गर्मीको महसुस भइरहेको छैन। अप्रिलको महिना लगभग आधा भइसक्यो। आज 14 तारिक, तर पनि मौसम यति दामी छ। अप्रिल 14 तारिक नेपालको नयाँ साल पनि पर्यो हैन। के गर्नु, यहाँ त अब नयाँ साल पनि त्यति थाहा हुँदैन। बाख्रा मण्डीको दृश्य हेर्न सक्नुहुन्छ। अब यहाँबाट भित्र जानुपर्छ गेटबाट है। गाडीहरू जाँदैछन् बाख्रा लिन। खसी, कुखुरा जे पनि पाउँछ यहाँ। उट पनि पाउँछ होला, सायद गाई पनि पाउँछ यहाँ। ग्राउन्ड त यहाँ भलिबल फुटबल खेल्ने जस्तो ग्राउन्ड रहेछ यार। साँझ आएर यसो माइन्ड फ्रेस गर्ने, एक्सर्साइज गर्ने दामी ठाउँ रहेछ यहाँ। साँझ यस्तो हावासावा चल्या बेलामा त ठिकै हो। गर्मीको टाइममा फेरि राम्रो हुँदैन। ल है हावा चल्याछ। हावा चल्याछ। गाडीमा ल्याउँछन् यहाँ बाख्रा भेडा। गाडीमा ल्याएर भुइँमा नराखेर त्यही गाडीबाटै बेच्ने रहेछन्। अनि अर्को लिने मान्छेले पनि गाडीमा हालेर लग्यो। फोहोर पनि नहुने। यहाँ गाडीमा राखेको छ, यता पनि गाडीमा राखेको छ भेडाहरू। अब जाँदा त जाने भइयो टाढै। अब फर्किँदाखेरि पो गाह्रो हुने हो। यहाँदेखि उता गएर, उताबाट घुमेर उता गएर उताबाट रुममा जानुपर्छ। अरे अब धेरै हिँड्नु पर्ने भयो आज। के गर्नु, यहाँ यस्तो टेन्टहरू राखेको छ किन होला। के गर्छ होला यो टेन्टमा। जे होस्, विकास भने विकासै हो। थोरै केही कामको लागि पनि पुरा पिच गरे हुन्छ। यत्तिकै खर्च धेरै गरे हुन्छ क्या सानो कामको लागि।